हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई स्वागत छ मेरो ब्लगमा। छोटो ब्लग, मिनी ब्लग। यहाँ हामी चाहिँ बिर्ता मोडतिर हामी जाँदैछौँ। केटाहरूको हेलो भन न। हेलो गाइस। हेलो हेलो भन। हेलो हेलो। हामी चाहिँ टक्क अहिले दमक आइपुग्यौँ। अब चाहिँ हामी बिर्ता मोड जाँदैछौँ। यहाँ साथीहरूको चाहिँ बाइकको लाइसेन्स झिक्नको लागि चाहिँ हामी जाँदैछौँ। पहिले नै पास गरिसकेको छ केटाहरूले, अब लाइसेन्स थाप्नु मात्र पर्ने हो। गाडीदेखि ओर्लेर चाहिँ हामी टक्क हामी अहिले यातायात कार्यालयतिर जाँदैछौँ। यहाँ सर्टकट बाटो अरे, यहाँ सुजन सरले भन्नुभएको। अनि फेरि हात देखेन हौ। सबैजनाले उहाँको जुन सब्सक्राइबरहरू हुन्छ मलाई पनि सब्सक्राइब गरिदिनु होला। यहाँ हाम्रो आज पुड्छ होला साथीहरू लाइसेन्स झिक्दैछ। अनि हामी चाहिँ लाइसेन्स निकाल्नुको लागि जाँदैछौँ, लाइसेन्स थाप्नुको लागि। उता घामले चाहिँ कालो भइसक्यो, डढेर कालो मान्छे हरियो नै हुने बेला भइसक्यो। अनि घान्द्रुकमा कस्तो भयो त हाम्रो मिक्लाजुङको ह्यान्डसम बोय अलिक गफ हान्नु पर्यो क्या यहाँ मेरो ब्लगमा पनि। बोल्ने मुडमै छैन यार सर, म किन हो किन भोक लागेर होला के। भोक लागेर भोक म त खाइवरी आएको गाडी सिक्ने यहाँ पनि छ। कार बाइकको हो सर त्यो सानो त। यहाँ बाइकको सिक्नर छ। आमा के साह्रो गर्ने हो। कस्तो मलाई जोन चाम्लिङ जस्तो देखिएको छैन गाइज। कमेन्ट गरिदिउँ त ठ्याक्कै। खै यो सर्टकट भनेर यो लङ कट लगेर यो मान्छेहरू चाहिँ मलाई धुलो पनि खुवायो। यस्तो बाटो भएर धुलो पनि खुवायो। अनि कति गरे यता देखाइदियो। कहिले बहुत मनुष्य लगेर मत करो र। यतिको जुगाड चाहिँ गर्नुपर्छ। सर गोरो मान्छे के बोला। खोइ सर यहाँ देखाउनु मलाई। यहाँ भिडियो खिच्नु न। अलिक यता देखियो, अलिक काममा लाउने गाडीको अगाडि खल्नु लाउने है त। यो जेसिबीले खनेको र टिकटक चाहिँ मलाई उस्तै लाग्छ क्या गाइज। एकछिन हेर्नु भएर बसो, 1-2 घन्टा बितेको थाहा नै हुँदैन। एकछिन भन्नु दिनै बित्छ। म केही बोलिनँ यसबारे चाहिँ। जे होस् खतरा हेरियो। यातायात कार्यालय चाहिँ यही हो गाइज हाम्रो बिर्ता मोडको। कङ्ग्रेचुलेसन, लाइसेन्स प्राप्त भइसकेको छ केटाहरू चाहिँ। कङ्ग्रेचुलेसन। त्यो देखाइदिनु फेरि भन्नु मलाई। किताब झर कङ्ग्रेचुलेसन। ए फाइनली हामीले चाहिँ केटाहरूको लाइसेन्स निकालेर पनि ठप्प आइसक्यौँ। कस्तो लागिरहेछ सर? अब चाहिँ लाइसेन्स प्राप्त हुनुभयो। दुवैजनालाई एकदम कङ्ग्रेचुलेसन। फिलिङ गुड। अब त पुलिसहरूको गाडी पनि पुरा उइली 25 करोडको स्टफी, 25 करोडको त नर्मल हो। 25 करोडको एकजस हालेर पनि पर्काने। अब चाहिँ हामी ठ्याक्कै यहाँ बिर्ता मोड सिटी जानु खोजिरहेको। तर यहाँ के भन्नु, हाम्रो यहाँ लोकेसनमा पनि देखाएको छैन। तर अब कता हो यहाँ सोधेर जानुपर्ने छ। बिर्ता मोड सिटी होइन, केटिएम सिटी सोरुममा चाहिँ जानु मन लागिरहेको थियो। अब खोइ हुन्छ कि हुँदैन, अब हेर्दै जाउँ के हुन्छ। हामी बिर्ता मोडको भाटबाट नि माथि चढौँ। एसी खानु मजा हुन्छ। हामी चाहिँ यहाँ केही किन्नु आएको होइन, यहाँ एसी खानु आएको होइन। एउटा लिफ्ट चढ्नु नजान्दा नि गाह्रो हुन्छ। दाँत झन्डै भएको थियो, टाउको झन्डै फुटो। हामी चाहिँ टक्क अहिले यहाँ लुगा हेर्दैछौँ। केटाहरूलाई सपिङ बनाइदिनु पर्यो आज। कुन मन पर्यो सर छान्नु है त्यहाँ? कति रहेछ दाम हेरौँ त। त्यस्तै 1500-1000 होला। ए त्यति सस्तो भइगयो नि। कति हो दाम? ए 1700 त्यति हो त। अलिक माथि ब्रान्डेडतिर जाउँ न।
चप्पलहरू हेर्न सक्नुहुन्छ है गाइज यहाँ भाटभटेनीदेखि चाहिँ किन्न सक्नुहुनेछ यो कति हो दाम सर 4000 अराउन्ड 4000 को चप्पल अनि यसको चाहिँ कति रहेछ खै देखाउँ त अर्कोपट्टि हो लेडिज हैन 4299 मात्र मात्रै के हो यस्तो फेरि यो मात्रै 4 करोड भन्ने 6600 आमा के हो 6000 को चप्पल उता हेरौँ न जुत्ता 10000 है 11000 को जुत्ता हेर है 11000 को अझै हेर्दै जाउँ पन्ध्र 15900 भनौँ न कस्तो हुन्छ हौ छुइराखौँ एसीमा पनि गर्मी हुन्छ त कस्तो हुन्छ हौ छुइराखौँ एसीमा पनि गर्मी हुन्छ त गर्मी भयो स्लाइडहरू हेरौँ कति हो यसको दाम हेरौँ र यसको कति हो त्यो 6000 मात्र के हो कडा देख्यो त आमा मार हो यसले यो चस्मा पनि लगाइदियो अरे बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तोबा 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 थारा मूड खराब कर दिया कति गरिब रहेछु म भन्ने कुरा थाहा हुन्छ क्या यहाँ आएपछि हामी त जिन्दगीमा हैन सक्सेस हुनु कति बाँकी छ भन्ने कुरा चाहिँ कति बाँकी छैन कति गरिब रहेछु म भन्ने कुरा चाहिँ एकदमै थाहा भएन फर्क्यौँ हामी चाहिँ गाइज यहाँ फर्स्ट टाइम साथीहरू चाहिँ यहाँ ट्राई गर्दैछ स्केटिङ टक्क अब खेल्नु पर्ने हुन्छ गाइज यहाँ आइसकेको छ हाम्रो जुत्ताहरू लगाऊ पल्टिँदै जानु त उठेर जानु न अब एकछिन म जाऊ जाऊ सर म लगाइहाल्छु नि किन के हुन्छ होला गाइज हाम्रो चाहिँ यहाँ स्केटिङ रेस हुन लागिरहेछ हाम्रो हुनुहुन्छ एकजना कन्टेनर हाम्रो विवश नाम परिचय दिउँ ल जितिन्छ यो कम्पिटिसन यो 100% चाहिँ भन्न सकिँदैन तर 200% चाहिँ फिक्स ल म एकजना अनि यता 3 जना के इन्ट्रोडक्सन देऊ मेरो नाम चाहिँ सुजन धमला म चाहिँ अनि हाल यहाँ म्याच भइरहेको ठाउँमा अनि म चाहिँ अनि काठमाडौँको कमेन्टदेखि आएको छु जितिन्छ त जितिन्छ जित्न त कन्फर्म जितिन्छ तर तेस्रो चाहिँ हुन धेरै मेरो हात छ अब ठक्क यहाँदेखि ऊ यहाँ परको त बारदलीसम्म पुग्नु पर्ने हो कलेज चल्नु गाइज हेर्दै गर्नु होला है त 1 2 3 स्टार्ट 1 2 3 स्टार्ट ओइ जित्ने पर्छ अरे हो त आयो अहिलेसम्म अगाडि छु म सेकेन्ड 200% आउँदैछ अब 100% चाहिँ भन्न सकिँदैन तर 200% चाहिँ फिक्स लु यता हाम्रो दाइ हुनुहुन्छ एकदमै सहयोग गरिराख्नु नमस्ते म राजेन्द्र उप्रेती यहाँको चाहिँ ट्रेनर हो जसलाई आउँदैन उहाँ निर्धक्क भएर आउनुहोस् हामी सभ्य भएर सिकाउनेछौँ यो लोकेसन भनिदिनु न कहाँ हो लोकेसन चाहिँ बिर्तामोडको भाटभटेनीको 5 फ्लोर स्केटिङ पार्क भन्छ यसलाई तपाईँहरू जसलाई पनि जहाँ पनि जताबाट पनि आउन सहज हुने एकदम सेन्टरमा छ यो लोकेसन हजुर बिर्तामोडको भाटभटेनी भनेपछि त अब गुगल म्यापले पनि झुट बोल्दैन सिधै आउन सक्छ हुन्छ गाइजहरू सबैजना साथीभाइहरू आउनु होला यसरी लडेँ म होइन के गर्नु त लडेको छु अहिले चाहिँ हामी टक्क ओइ नाकसाक उडाइदिएन नि फेरि त्यहाँ त्यसरी फर्केर बस्दा टक्क हामी चाहिँ यहाँ लिफ्ट पर्खिरहेको छौँ गाइस हामी चाहिँ स्केटिङ खेलेर हामी चाहिँ आइसकेको छौँ र अब यहाँ लिफ्ट पर्खिरहेको छ खोली आमा हेर त है
ठ्याक्कै मानेको नि हो अनि यहाँ कहाँ थिच्नु त्यहाँ तल थिएछ नि 1 नम्बरमा टक्क कस्तो भयो है आज आज एकदमै रमाइलो जिन्दगीमा फर्स्ट टाइम अनुभव गर्न पाइयो हैन झर्यो झट्टै चुडिन अरे यतिखेर चाहिँ तेरिका जे पाइदै नबोलाउन यार कस्तो भयो नि खेल्नु दामी एकदम तर खुट्टाको चाहिँ अलिकति खुट्टा दुख्दो रहेछ गाइस यस्तो खुट्टा पिल्छ नि मेरो खुट्टा पिल्छु हात मर्क्यो मेरो चाहिँ यस्तो मेरो त यहाँ देखाउ न हाम्रो खोइ हेर्नु मेरो पनि गर्छ त पिल्छिन्छ यसरी है गाइज त्यो दाइ टिकटकमा छ त्यसरी ओए ओए कहाँ झरो ओए अन्डरमा जिरोमै झाऱ्यो कि हो ऊ फेरि ए एकमा हो ऊ यहाँ त्यहाँ अन्डरग्राउन्ड यहाँ बेसमा हानु नि त्यसले अन्त मुनि B1मा हानेछ अनि गाइजहरू अहिले ठ्याक्कै हामीले यस्तो दुःख पायौँ छ्या यस्तो दुःख पायो है लास्टै दुःख पाइयो अनि अब एटिएम कार्ड त अर्को ब्याङ्कमा लगेर घुसाएको एटिएममा अर्को ब्याङ्कमा फात्तै खाइदियो अनि त्यस पछाडि अहिले यता तल गएर के हो के गरेर अहिले बल्ल के को उयो के अरे उयो के को चिठी ल्याएर बल्ल यहाँ निस्किँदैछ अघि यति गरिदिनु भएको भइहाल्थ्यो अब नियम विधि पुर्याउनु पर्यो गाह्रो छ यहाँ सरहरूलाई पनि यस्तै हो अब नेपाल राष्ट्रिय वाणिज्य के पो नाम बिर्सिन्छु हो छ्या वाणिज्य ब्याङ्क अब त म भुलेर पनि हाल्दिनँ हो यो ब्याङ्कमा त अब नाम पढ्दै हुनुहुन्छ म चाहिँ राजकुमार लिम्बू हो ल हुन्छ धन्यवाद धेरै धन्यवाद ए सही पनि गर्नु पर्छ How was your feelings? Oh my god! अटोग्राफ दिँदैछु ए अब यो के भूकम्प आयो क्या कामसानिदा न्याउ बिर्ता मठको बजारैमा हामी हिँड्दैछौँ पार्किङ एरिया गाडी चाहिँ कता पाउँछ साथीभाइ हो अब जाउँ अब ओ जोन चाम्लिङ बिग फ्यान ओइ अटोग्राफ प्लिज थ्याङ्क यू धेरै न एउटा अलिकति हालिदिउँ न मुँह तो बंद करो अंकल ओ दाइ बिग फ्यान दाइ तपाईँ कहाँ जानुभयो त यार कहाँ तपाईँ यसरी हिँड्नु भएको ओ ल सबैजना आइदिनु होला हाम्रो जुन चाम्लिङ दाइ यो आउने आइतबार ल ठिक छ अब चाहिँ हामी फाइनल्ली बिर्ता मोडलाई चाहिँ टाटा बाई बाई गरेर चाहिँ हामी फर्किँदैछौँ अनि यहाँ गाडीमा छौँ हामी बुङ्गा अब तपाईँहरूले हेरिदिनु भयो यति बेरसम्म तपाईँहरूलाई धेरै धन्यवाद हामी चाहिँ फाइनल्ली तमक आइसकेको छौँ र हाम्रो गाडी चाहिँ यहाँ माथि पर्खिरहेको छ हामीलाई र अब हामी चाहिँ यहाँ तमकको स्ट्रिटमा हिँड्दैछौँ गाइज यहाँ माथि छ गाडी चाहिँ यो चस्माले चाहिँ आज लास्टै धेरै सहयोग गरेर हामीलाई यो चस्मा लगाएपछि भाइब चाहिँ अर्कै आउने क्या आमामा जुन चाम्लिङ होइन खोइ के यो त छप्रीवाला भाइब चाहिँ आउने रहेछ अरे यो चस्माले चाहिँ अनि टक्क फेरि कस्तो सुहाएको पनि देख्छु होइन बबाल भइरहेको छ र यहाँ माथि रहेछ खतरा गाडी अनि अब त्यही लिएर चाहिँ हामी जानुपर्ने हुन्छ गाइज के भन्न चाहनुहुन्छ सर नो वर्ड्स शब्दै छैन नो वर्ड्स भनिसकेपछि सक्यो खत्म बाय बाय टाटा